अब यो सङ्गीतसँग सम्बन्धित कार्यक्रममा जाँदाखेरि नौलो नयाँ ठाउँमा नयाँ किसिमको काम गर्नको लागि गइरहेको छु भने जस्तो त लाग्दैन। त्यसकारण I feel somehow I have come back to my place के आफ्नो ठाउँमा आइपुगे जस्तो लाग्छ र इन्स्टेन्टली एक प्रकारको आत्मीय अनुभूति हुन्छ यस प्रकारको ठाउँमा आउँदाखेरि। तसर्थ अत्यन्त अनौपचारिक रूपबाट आफ्ना केही भावना अभिव्यक्त गर्ने अनुमति चाहन्छु। यहाँ रहनुभएका सबैजना अब सर्वप्रथम त यो समारोहका नायक मेरा परम मित्र खडानन्दजीका चाहिँ सुपुत्र सङ्गीतको असाध्य ठुलो साधक, सङ्गीतप्रति अत्यन्त गहिरो रुचि राख्नुहुने मानिस, उहाँको आज जन्मदिन पनि परेको रहेछ। त्यो खुसी लाग्दो कुरो हो। रोशनजी, तपाईँको जन्मदिनका लागि हृदयको चाहिँ अन्तस्करणबाटै धेरै धेरै हार्दिक मङ्गलमय शुभकामना। तपाईँका आउँदा दिनहरू यसरी नै अझ बढी सुखद र लाभदायक हुँदै अगाडि बढोस्। माता नाट्यश्वरीले सङ्गीतको साधनामा तपाईँलाई खरो उतार्न हर किसिमका सामर्थ्य प्रदान गरिदिउन्, यही नै चाहिँ शुभकामना छ तपाईँलाई। अब यहाँ अरू चाहिँ विशेष अतिथिहरू हुनुहुन्छ, सङ्गीतका मूर्धन्य व्यक्तित्वहरू। राजुजी नै हुनुभयो, गीतकार सङ्गीतकार र उहाँको नवनायिका, उहाँसँग लामो हवाईजहाज चढ्ने एउटा सुअवसर प्राप्त गरेको थिएँ मैले। एक रातको अत्यन्त सुखद इस्तानबुल बसाइ पनि होइन। So she's a very charming and talented actress. अग्रज मान्यवर व्यक्तिहरू सबैजना र तपाईँहरू सबैजना क्यामेराको पछाडि उभिरहनु भएका सृजनशील हत्केलाका धनीहरू, अघि माई सञ्चारकर्मी मित्रहरू र उपस्थित एभ्रिबडी, सर्वप्रथम तपाईँहरूको फेरि यो चाहिँ यो इस्वी सम्वत 2026 को पनि हार्दिक मङ्गलमय शुभकामना। र एभ्रिथिङ द्याट यु डु दिस इयर, लेट द्याट टर्न इन्टु समथिङ टु रिमेम्बर फर एभर एन्ड एभर। तपाईँले 26 सालमा गरेको कर्म 6026 सालसम्म चाहिँ मानिसहरूले बिर्सन नसकुन्, त्यस प्रकारका चाहिँ अत्यन्त उद्यमशील कार्य गर्न तपाईँहरूलाई हर प्रकारको सामर्थ्य प्राप्त होस्। उहाँ खिसिक्क हाँसो भयो मेरो परम मित्र कुमारजी है। अब कुमारजी आज्ञा गर्नुहुन्छ, हेर्दा बुनि भन्ने आयो नि आजदेखि। स्वस्थानी प्रत्याहार प्रारम्भ हुँदैछ। It's a philosophical documentation of religious thoughts हो स्वस्थानी गरेको। पढ्नु होला, त्यो पढ्दा केही हानि हुँदैन। हेर्नुहोस्, सङ्गीत भनेको यस्तो एउटा कुरा हो जो जान्दाखेरि मानिसको इन्द्रियका हर कणमा त्यो आफसे आफै झङ्कृत भएर प्रवाहित भइरहेको हुन्छ, बगिरहेको हुन्छ, कुदिरहेको हुन्छ। त्यो स्वाभाविकै हो। तर आश्चर्यजनक कुरो के छ भन्नु होला भने
जो मानिसलाई सङ्गीतका बारेमा कुनै ज्ञानै हुँदैन अथवा जो मान्छेले म भित्र पनि सङ्गीत छ है भन्ने साधारण ज्ञान पनि हासिल गर्न सकेको हुन्न होला अथवा त्यसबारे सचेत हुन नसकेको होला त्यसबारे अनभिज्ञ होला त्यस्ता मान्छेको मनमा पनि सङ्गीतको एउटा ठुलो सङ्ग्रहालय चाहिँ गुटेको हुन्छ। यहाँ उपस्थित सम्पूर्ण मिडियाकर्मी अतिथिवर्गहरू हाम्रो निल बुवा राजु सिंह सर हाम्रो नितिन पाजी सबैजनालाई सान दाई सबैजनालाई हृदयदेखि नमन गर्न चाहन्छु। कसो के बोल्ने हुँदो रहेछ कि माइकले पनि यस्तै हुन्छ। अब यो चाहिँ मेरो लागि पनि अलिकति नयाँ प्रोजेक्ट थियो किनभने रोशनजीलाई मैले यो प्रोजेक्ट गर्नुभन्दा अगाडि चिनेको थिइनँ अनि अब हामी त नेपालमा काम गरिराखेको एउटा म्युजिक भिडियोको लागि युएस आउनुपर्ने भयो भनेर कुरा गर्दाखेरि मलाई त्यो इज इट रियल होइन साँच्चीकै हो कोहीले लाइक नेपालमा आएर बनाए पनि त हुन्थ्यो अथवा किन मलाई उहाँ नै लान खोज्नु भएको होला भन्ने त्यो थट्सहरू आइरहेको थियो क्या। तर रिजल्ट हेरिसकेपछि यो रिजल्ट चाहिँ नेपालमा आउँदैन थियो भन्ने मैले फिल गरेँ। हामी मायामीको विभिन्न राम्रो सुन्दर लोकेसनमा सुट गऱ्यौँ। एकदम इनर्जेटिक एकदम नयाँ र पढ्नु भएको टिम मेम्बर्सहरू हुनुहुन्थ्यो। सो सबैजनाको यङ इनर्जिजहरू मिलेर भिडियो यति राम्रो बनेको छ म त त्यो हेर्दै कस्तो छिटो सकियो जस्तो फिल भयो। सायद हजुरहरूलाई पनि त्यही नै भयो होला। अनि रोशनजीसँग काम गर्दाखेरिको अनुभव चाहिँ भयो एकदमै हुन्छ नि हिज सो प्यासनेट। अर्को एउटा रमाइलो कुरा चाहिँ उहाँको परिवार नै पुरै सङ्गीत क्षेत्रमा हुनुहुन्छ। अब हजुरबुवादेखि बुवादेखि रोशनजी सबैजना चाहिँ घरमा साङ्गीतिक साजहरू साङ्गीतिक प्रोग्रामहरू हुन्छ। सो त्यो माहौल नै एकदम सङ्गीत भएको भएर होला उहाँले यति राम्रो गीत गाउनु भएको पनि छ आफैले लेख्नु भएको पनि छ र त्यसमा सङ्गीत पनि भन्नुभएको छ। सो म उहाँलाई चाहिँ एज अ एक्टर एज अ बिजनेसम्यान भन्दा पनि एउटा मल्टी ट्यालेन्टेड म्यानको रूपमा चाहिँ मैले सम्बोधन गर्न चाहेँ। सो उहाँसँग मेरो पहिलो सहकार्य थियो एकदम नै रमाइलो भयो एकदम राम्रोसँग हामी गुड केमिस्ट्रीमा हामी काम गर्न पायौँ। म्युजिक भिडियोको गफ गर्नु पर्दाखेरि चाहिँ खासै हाम्रो यो भिडियो गर्ने खासै प्लानिङ थिएन। हामीसँग अर्कै एकजना मान्छे जोडिनु भएको थियो। उहाँले चाहिँ यो प्रोजेक्ट अगाडि नसार्दाखेरि चाहिँ मैले आफै टेक ओभर गरेर चाहिँ यो भिडियो भयो है। अनि गरिमासँग रिच आउट गरेँ। अनि गरिमासँग रिच आउट गरिसके पछाडि चाहिँ उसले पनि नेपालमा गर्दाखेरि हुन्थ्यो यो भिडियो किन अमेरिका गर्ने मलाई किन उडाएर लाने भन्ने खालको ऊ पनि अब पहिलोचोटि हाम्रो पहिला काम नभएको कारणले गर्दाखेरि अलिकति क्युरियस भइरहेको थियो किनभने अब उसलाई सायद पहिलोचोटि आएको थियो उसलाई त्यो अफर पनि अमेरिकामा है एउटा म्युजिक भिडियो गर्न लाँदैछ कसैले भने एउटा मनमा कौतूहलता त हल्का भइहाल्छ है। तर पनि त्यति हुँदै पनि ऊ अमेरिका गएर यो भिडियोलाई चाहिँ सम्पन्न गरेर एकदमै रमाइलो भएको थियो। यो सुट भएको थियो हाम्रो मायामी फ्लोरिडामा। हाम्रो अप्रोक्सिमेटली 3 डेजको सुट थियो यो किनभने अब मायामी यतिकैमा यति ठुलो ठाउँ छ त्यहाँनिर। अनि अब हाम्रो टेक्निकल टिमहरूदेखि लिएर सबैजनालाई त्यो अब अमेरिकामा सबै आफ्नो व्यस्तताको कारणले गर्दाखेरि पनि उहाँहरूलाई छुटाउन पनि अलिकति गाह्रो भइरहेको समस्याले गर्दाखेरि हामीलाई 3 दिन लागेको थियो यो सुट कम्प्लिट गर्नको लागि। तर यहाँले देखिहाल्नु भयो भ्युजहरू यस्तो रमाइलो आएछ। मायामीको सिरेन सिन्सहरू देखिसक्नु भएको छ यहाँहरूले होइन। यो गाना चाहिँ अब 8K मोसन्स पिक्चर्सबाट रिलिज हाम्रो आज बेलुकासम्ममा भइरहेछ र यहाँहरूले सबैजनाले यो गाना हेरिदिएर हामीलाई प्रतिक्रिया पनि दिनु होला। त्यसो गर्दाखेरि हामीलाई हौसला मिल्नेछ अघिल्लो यस्तै कामहरू गर्नको लागि। र मैले आजसम्म 8-10वटा गानाहरू नेपाली गानाहरू रिलिज गरिरहँदाखेरि अलिकति डिफ्रेन्ट मार्केटमा गएर किन हिन्दी नगर्ने होइन भनेर चाहिँ यो मेरै शब्द सङ्गीत मेरो साथीहरूले सहयोग गर्नुभएको छ यसमा अलिकति किनभने हिन्दीमा म आफै प्रख्यात छुइनँ। त्यही भएर मेरो साथी नितेश पटेलले पनि लिरिक्स करेक्सनमा उहाँले पनि साथ दिनुभएको छ। अनि एरेन्ज गर्नुभएको छ हाम्रो
सुभाष विश्वकर्माजीले, उहाँ पनि कोलम्बसमा हुनुहुन्छ र मास्टरिङ गर्नुभएको छ, हाम्रो विजेशजीले यहीँबाट गर्नुभएको हो। त्यति भन्दै यो भरे रिलिज हुनेछ।